हेलो गाइजहरु वेलकम सुस्मिताको च्यानलमा। सुस्मिताले चटपट बनाउँदैछ। यता हेर त नानी। हाम्रो मिनी भ्लगमा वेलकम। अनि मेरो यहाँ फुपू हुनुहुन्छ। फुपूले चाहिँ भाडा माझ्दै हुनुहुन्छ। म चाहिँ भिडियो बनाउने मान्छे। हेर्नुस् गाइजहरु मास्टर शेफ चटपटको। अनि चटपट सामान चाहिँ यहाँ छ। यति भएपछि हामी पुग्छ यहाँ छ। अनि गाइजहरु प्याज दिनको दुःखले चाहिँ यतिले भए पुग्छ भनेर टार्दैछ तर खै। अनि हामीले अरू के खाने भन्दाखेरि करेन्ट चाउचाउ पनि छ रे। करेन्ट चाउचाउ पनि खाने सबै खाने हो। हाम्रो भ्लग कति मिनेटको हुन्छ थाहा छैन। अलिकति बोल्नु न के अलिकति साली। यस्तो यस्तो नम्ना भेटिन्छ क्या मान्छेहरू। हेर गाइजहरु कति मिठो। वाउ उठेन म्याउलाई देखा हाम्रो माविस माविसले आफ्नो खाजा खाँदैछ गाइजहरु। अनि हामी पनि आफ्नो खाजा खानालाई बनाउँदैछौँ चटपट र करेन्ट चाउचाउ मिठो हुन्छ। अनि म चाहिँ भिडियो बनाउँछु। यो चाहिँ हामी चाहिँ फुपूको घर आएको। फुपूको घर छौँ। यहाँ मेरो बाजे हो माइला बाजे गाइजहरु। यसलाई चाहिँ बाई बाई गाइजहरु। हामी त्यतिले चटपट खाने भनेको कलर नभेटेर यहाँ कलर खोज्न लागेको यहाँनिर गाइजहरु। के गर्ने कलर पाएन कता हो। म कलर खोजेर भेट्छु गाइजहरु फाइनली कलर भेट्यो। अब हामी गिलो चटपट बनाउँछु। गिलो बनाउने रेसिपी चाहिँ म तपाईहरुलाई सिकाउँछु है त। कसरी बनाउँछ गिलो। हामीलाई यो चाहिन्छ फुड कलर अनि पानी र मैदाको पिठो भयो नि आटाको भयो नि जे भयो नि चल्छ। यो सबै मैले काटेको मैले रेडी बनाएको हो। अब म चाहिँ ट्याङ पानी पनि बनाउन जाँदैछु। यसले चाहिँ भाँडा मस्काइरहेछ। बोल्दै गर गाइजहरु चटपट आउनुहोस् स्वस्तिकाको मिठो मिठो चटपट हातको। वाउ रसिलो पिरो अमिलो चट्ट परेको। वाउ चटपट ठिक्क भयो है गिलो चटपट। अनि यो हो करेन्ट चाउचाउ र हाम्रो यो हो जुस र म र मेरो फुपू। अनि क्यामेरामा चाहिँ मेरो आन्टी। खोइ चम्चा मिठो मिठो गाइज। हाम्रो भ्लग चाहिँ आज यति नै भयो। अनि हामीले चाहिँ एकदम रमाइलो गऱ्यौँ। यो सबै क्लिपहरू जोडेर चाहिँ एकदम छोटो मिठो सँगसँग राम्रो बनाउने कोसिस गर्छौँ।
अनि त्यही नै हो गाइजहरू। अब चाहिँ सरसफाइ हुन जाँदैछौँ। यस्तो फोहोर भयो। हामीले चाहिँ आज धेरै इन्जोय गऱ्यौँ, धेरै रमाइलो भयो हामी 3जना भएर साथीहरू। अब चाहिँ मेरो काम चाहिँ सफा गर्ने हो, भाँडा माज्ने 2जनाको काम हो। अनि म चाहिँ सफा गर्न तर लाग्छु। हेर्नुहोस् त यो सफा गर्नुपर्छ। यो सफा गरेर चाहिँ अनि हामी भाँडा माज्ने गाइजहरू 2जना आएको। म चाहिँ यो सबै सफा गर्ने हो। अब सफा गर्छु अनि हामी यो सबै सफा गरेर सकेपछि चाहिँ हामी फेरि हिँड्नलाई उता तलतिर जान्छौँ। यही टुङ्गा हो आएको चाहिँ। र थ्याङ्क यू फर वाचिङ। हाम्रो भ्लग छोटो मिठो राम्रो नराम्रो भयो भने हेरिदिनु होला। बाई बाई गाइज।